ओ ल भयो भयो अनि कहाँ हेलो नमस्ते वेलकम टु माई भ्लग म चाहिँ आज लमजुङ जानु लागेको बेसी सहरसम्म एउटा प्रोजेक्टको कामले पठाउँदा सायद उहाँलाई हजुर हो हजुर म कालो त कलम्ती चोकमै छोडिदिनु भयो भने चाहिँ मैले लोकेसनै उ भएर यता थाङकोट जानु पर्यो अनि हरि सर आउँदै हुनुहुन्छ खासमा अहिले चाहिँ म कलङ्कीमा छु एउटा प्रोजेक्टको सिलसिलामा चाहिँ कामको सिलसिलामा हो खासमा घुम्न त होइन तर पनि लमजुङ बेसी सहर त्यतातिर गाउँहरू कस्तो रहेछ भनेर यसो सानो भ्लग पनि बनाऊँ कि भन्ने सोचेको न नमस्कार सर स्वागत छ ए लमजुङ हिँडेको म यति धेरै सोध्यो कि सोध्छ कि आमा कहाँ जाने भनेर आफैले लमजुङ भनेर चाहिँ ठिक हुँदो रहेछ बरु नसोध्ने अनि ए हो ए बेसी सर आइपुग्यो ठ्याक्क हामी चाहिँ गाडीबाट झरेको अब यहाँबाट चाहिँ हामी खुदी भन्ने ठाउँमा जाने भन्ने कुरो छ आज खुदी भने चाहिँ माथि गाडी पाउँदैन होला अब टुकटुकमा हो कि केमा खुदी जाने गाडी आयो है बुलबुलले तान्यो होइन नेपालको पहिलो सुरुङ अनि मेरो पनि पहिलोचोटि सुरुङको यात्रा सुरुङ भन्छ नि त सुरुङ मार्ग के सुरुङ हो यो हाइड्रो पावरले खोलेको के नाम चाहिँ के भन्छ यसलाई यसको नाम भनेर के लाग्यो सुरुङ भनेर मात्रै हिँडेर पनि जान मिल्छ नेपालको पहिलो सुरुङ मार्ग म फर्स्ट टाइम यस्तो सुरुङमा हिँडेको हो के हो यार यस्तो यार आम्बो पानी झर्दैन माथि ब्याग त भिजायो होला होइन खासै आयो हिँड्दो रहेछ मान्छे किन हिँड्छ यहाँ ए यहीँ नजिकै रहेछ त कति 50 मिटर किन बनायो सुरुङ चाहिँ मनाङ जाने बाटो चाहिँ यता पारिबाट हो झर्ना त माथि हो अरे कता हो अब म चाहिँ ठ्याक्कै यहाँ 6 भन्ने ठाउँ आइपुगेँ अनि यहाँ चाहिँ प्रोग्रामहरू भइरहेछ मान्छे धेरै जम्मा त भएको छैन तर पनि ठ्याक्कै प्रोग्राम यतापट्टि झर्ना ल अब हेरौँ के हुन्छ यहाँ म देखाउँछु शासन कार्यालय प्रमुख एवं प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलजीलाई म यस ग्यासमा आमन्त्रण गर्दछु।
माई गॉड यो हो क्या यो म पुरै भिजिसकेँ यार पुरै भिजिसकेँ यार आनन्द भने यो हो यार ओ कस्तो पानी धकालेको क्या भित्र जाने भनेको जानै सक्दैन यार यस्तो आइरहेछ कि पुरै भिजिसकेँ म पुरै अब त केही बाँकी छैन हरि सर झर्ना कस्तो लाग्यो एकदम राम्रो छ झर्ना होइन आज यहाँ फेस्टिभल पनि भइरहेको रहेछ आउनु पाइयो मौका सम्झियो बिहान खिच्दियो नि त हामी दुईजना आज काठमाडौँबाट आएको यहाँ बाटोमा झर्ना निकै ठुलो झर्ना मान्छेहरू आइरहेछ अनि यहाँ फेस्टिभल पनि चलिरहेको रहेछ नाचगानहरू मौलिक नाचहरू यो चाहिँ मनाङ जाने बाटो हामी दुईजना चाहिँ यात्री दुईजना र मैले समीर त पुरै केही बाँकी छैन अब भिज्न सब भिजिसक्यो पौडी पनि खेल्ने कि पौडी 1 2 3 गो यो हो क्या स्विमिङ भनेको यार ल महोत्सव चाहिँ एकदम राम्रो भइरहेछ कस्तो रहेछ भने यहाँको लोकल जुन होमस्टेहरू होइन यहाँको कल्चरहरू अनुसारको चाहिँ डान्सहरू रहेछ आफ्नो कल्चर अनुसारको डान्सहरू थियो
प्रोग्राम सक्यो आजको अनि हामी चाहिँ फर्किन लागेको। अब सर आज कहाँ गएर बस्दिन हामी? आज हामी भुलभुले गएर बस्छौँ। तल भुलभुले गएर बस्छौँ आज हामी। त्यसपछि भोलि अर्को प्रोग्राममा जाने हो। आज त खासमा हाम्रो काम त केही होइन, यति घुम्ने मात्रै। ए हामीसँग आउने मान्छेहरू जानला यो गाडी? यो गाडी जानला र त? बाई बाई। हामी नजिक हो आज। अनि आज नजिकै बसेर भोलि जान सक्छ? सोधर मलाई। मनाङ होटेलमा आएर बस्यौँ हामी चाहिँ यहीँ खुदीको बास चाहिँ रुम चाहिँ यस्तो छ, ठिकै छ। यतिको बत्ती पनि छ र नि त। कति हो पैसा चाहिँ? राम्रै छ है। चिकन खाना, मटन खाना। हेलो गुड मर्निङ। आज चाहिँ दिन चाहिँ पानी चाहिँ परेको छैन, तर अलिक यता पछाडि साइडतिर चाहिँ अलिअलि खुलेको छ आकाश। हामी बसेको ठाउँबाट चाहिँ अब यस्तो यो रातभरि खोला कराएर यस्तो आनन्दले सुत्यो कि ठ्याक्कै माथि चाहिँ हिमाल थियो, तर राम्रोसँग खुलेन हिमाल चाहिँ। ल भाइ धन्यवाद। हस् पछि भेटौँ न। नमस्कार। के काम छ? के हो काम छैन? बाई बाई। ल लाग्यो कामतिर। अब हिजोसम्म मात्रै अब घुमघाम त के भनौँ, हिजो ट्राभल डे हो, त्यो भएले पनि अलिकति घुम्ने मौका पाएँ भनौँ न। गाडी रेडी छ। हिमाल देखिन्छ त त्यति राम्रो देखिएन। पर्यटन बोर्डको अगाडि त्यस्तै थियो। भेटिन्छ सबजना जम्मा भइसकेको छ। यस्तो बवाल ठाउँमा आइगयो कि कुरै छैन, साध्यै छैन भनेर यस्तो दामी थियो। हेर्ने हो त ल हेर्नु। यहाँ हिमाल छ, हिमाल चाहिँ छेक्या छ। यस्तो बवाल क्या। अब यता खेतहरू छ। साम्बाको गाउँ कता हो रे? सर साम्बाको गाउँ कता हो रे? साम्बा यता यो गाउँभन्दा उतापट्टि चाहिँ साम्बाको गाउँ। सहिले ए हिमाल देख्दा कस्तो राम्रो हुँदो रहेछ त है। हाइड्रो पावर निस्किएको यो कुरो लाटा। ए नमस्कार नमस्कार। कस्तो छ? मिठो छ पानी? हरिसर पानी मिठो छ? घर चाहिँ बबाल बनाउनु हजुर। कति दिनमा मही पार्नु भएको? यो त म एक दिन बिराएर हो। यो चाहिँ दुईचोटिको थियो। यता 2 महिना भन्दा बढी 3-4 महिना होला नि होइन? 4 महिना हुन्छ। कताबाट भइसक्यो? एउटै हो।
ठुलो भैँसी है क्या? भैँसी पनि सानो छ, अलिक घिउ दुध पनि ठिकै छ, धेरै दिँदैन, अलिक घिउ लाग्छ। यतिको आनन्दको घर बनाएर बस्नु मन छ मलाई पनि। गाउँमा गयो तर होइन, यहीँ निबुवाको बोट छ, यहाँ अम्बा छ, निबुवा गार्डन। कसरी गाउँमै फर्किनु हो दादा? यत्रो इन्भेस्ट गर्नुभएको छ यहाँ। राइट। म अस्ट्रेलिया बसेर अस्ट्रेलियामा अहिले पनि बच्चाहरूमा 2टा छोरी अस्ट्रेलिया छन् है। अनि म गाउँ फर्किनको कारण चाहिँ सर बच्चाहरूले अझै पनि माने म अस्ट्रेलियाबाट अति भर्खर फर्केको, मलाई आउनै दिएको थिएन। म बस्दै बस्दिनँ भने आमा पनि अमेरिका हुनुहुन्थ्यो, आमा अमेरिका बस्नै मान्नु भएन, गाउँ फर्किनु भयो। गाउँ फर्केपछि अब सबै पैसाको मात्रै पछि गएर भएन नि त, आमा पनि टेकेर गर्नु पऱ्यो नि त। आमा काठमाडौँको घरमा, मेरो काठमाडौँमा गङ्गापुरमा घर थियो, बच्चाहरू सबै बाहिर गयो, घर बेचिदिएँ। अनि आमा त बस्नु नि त, तपाईँ बस्नु न, आमा त भागेर फुत्त गेटबाट निस्केपछि लमजुङ आइदिइहाल्ने, भागेर लमजुङ आइदिइहाल्ने। आमालाई लमजुङ चाहिएको छ। अनि हामी अमेरिका बसेर चाहिँ होइन भोलि म त्यति खुसी त भएन नि त, त्यो भएर आमाको लागि आएर बस्यो। राति ट्रेकिङ जान्छ नि, त्यो बेला टक्क ल्याएर यहाँ गाउँमा ओ ल भयो भयो। कहिले घिउ खान्न, यत्रो 2 डाँडो घिउ त यार मैले कहिले खाएन एकचोटिमा। मैले कहिले खान्न म्याडम। अब आजको वासस्थानतिर हिँडेको हामी चाहिँ बेलुकाको बासको लागि। आज बस्ने ठाउँ चाहिँ कुन चाहिँ घर हो त? त्यो रातो जस्ता तलको कस्तो दामी ठाउँ रहेछ यो पनि। बस्ती हामी बस्ने घर त्यसरी होमस्टे हो। यो गाउँ हुन्छ हाइटमा नआएर गाउँहरूको इन्ट्रोडक्सन दिन्छ। नमस्ते, यो चाहिँ हाम्रो ल यहाँबाट सुरु गर्नु। नमस्ते, यो चाहिँ हाम्रो लमजुङको सिमपानी भन्ने ठाउँ पर्छ। यो चाहिँ मर्साङदी गाउँपालिकाको वडा नम्बर 9 अन्तर्गत पर्छ र यहाँ हामीले गाउँहरू देख्छौँ होइन। त्यहाँ ठुलो झरना छ पारी, तल यो देखिने चाहिँ खोदी खोला हो। अनि यताबाट मर्साङदी, यो पनि मर्साङदी नदीमा मिसिन्छ। अनि यो खोदी खोला, अनि यहाँनिर एउटा प्रख्यात भलामचौर होमस्टे, गुरुङ होमस्टे भनेर होमस्टे पनि छ यहाँ। लगभग 100-150 जनालाई होस्ट गर्ने ठाउँ छ। र हामी यहाँबाट फर्दर हिँड्यौँ भने 1 घन्टामा चाहिँ हामी लमजुङको घले गाउँ पुग्छौँ। त्यसको माथिपट्टि घले गाउँ पुग्छ र यो निकै राम्रो पनि छ। यसो हेर्दा चाहिँ अलिकति फल्याट बसेको ठाउँ छ। र हाम्रो जुन फुटबलर, महिला फुटबलरको अहिले त टिम क्याप्टेन पनि हुनुहुन्छ, उहाँको सावित्री भण्डारी साम्बाको गाउँ पनि यही हो जुन हामीले यहाँ देखिरहेको छौँ। यहाँबाट त्यो पल्लो छेउको घर चाहिँ सावित्री भण्डारीको गाउँ हो। र उहाँले पढेको स्कुल चाहिँ यही नै हो, तलतिर जुन ब्याकग्राउन्डमा देखिन्छ होइन, गणेश मावि जुन एउटा यो पुरै वडाको चाहिँ एउटा सेकेन्ड्री स्कुल हो। र यहाँ आउनलाई चाहिँ हामी काठमाडौँबाट 190 किलोमिटर, लगभग 5-6 किलोमिटर त्यो खोला देख्नुहुन्छ, त्यहाँसम्म चाहिँ पक्की बाटो छ। पक्की बाटोबाट त्यो खोलासम्म चाहिँ पक्की बाटो छ भने माथि आउँदा चाहिँ हामी कच्ची बाटोको प्रयोग गर्न सकिन्छ। कच्ची बाटो पनि त्यस्तो नराम्रो चाहिँ छैन, हामी सजिलै ड्राइभमा आउन सकिन्छ होइन। चौतारी चिसो हावा छ क्या, मिठो। गुड मर्निङ फ्रम कुन ठाउँ रे? कुन ठाउँ? बलामचौर मर्साङदी गाउँपालिकाको बलामचौर भन्ने गुरुङ बस्तीमा। उठ्ने बित्तिकै
मुही देखाएन उठ्ने बित्तिकै हिँड्ने चाहिँ अनि पछाडि यस्तो राम्रो हिमाल देखाएको छ कि ओ माई गॉड घर होस् त यस्तो ठाउँमा कि है यहाँ कतिवटा होमस्टे छ टोटल हजुर अर्कोचोटि आउँदा चाहिँ म तपाईँकोमा आउँछु हजुर हजुर सबै अब पालै पालो गर्नु पर्यो नि त्यही त डाँडो घिउ खान्छ डाँडोको डाँडो घिउ खाएर म त कति नहाल्नु छ मलाई त कति नहाल्नु तरकारी त छेउमा दिन्छु है फेरि हुन्छ हुन्छ घिउ त यहाँनिर यस्तरी खाने हो म त ज्याप त्यो त पाला खानेकै ज्यान छ कि होइन केटाहरू जहिले केही ल्याइदिन भन्छ अब यसपालि चाहिँ लोकल लक्सी लगाइदिनु पर्यो कसरी हान्ने हजुर ठाउँमै छैन ठाउँ कडा खाएर रक्सी त राम्रोसँग बस्नु धन्यवाद मिठो खाना खुवाउनु भयो त्यही त आएको बेला भयो नि ल दाइ म अब मह लिन आउँछु ल है पछि कन्ट्याक्ट गरौँ न अनि हरिसरसँग नम्बर लिन्छु म हस् ल राम्रोसँग बस्नु है त ए को बाई बाई गर्छस् जान लाग्यो ल भहाम चौरबाट चाहिँ अब आज हामी फेरि हिजोकै हेल्पसमा जान्छौँ त्यसपछि त्यहाँ थोरै एक दुईवटा क्लिपहरू खिच्न परिन्छ त्यसपछि काम सक्यो आज यो ट्रिपलाई हाम्रो अनि सायद आज काठमाडौँ जान्छौँ कि बेसी सर बस्छौँ कि त्यो चाहिँ टुङ्गो भएको छैन दिन अघि चाहिँ घाम लागेको थियो अहिले घाम छैन हिमाल पनि थियो अहिले चाहिँ हिमाल नै छैन पुरै बादलले कभर गरेको छ माथिबाट हामी बसेको गाउँ भइहाल्यो ऊ पारि कस्तो राम्रो झर्न सक्यो अब यहाँबाट चाहिँ राम्रो त्यति देख्दैन आँखाले देख्छ मोबाइलले देख्दैन म जुम गर्छु है त जुम गर्ने ट्राई गर्न पर्यो टु 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 टु
यो चाहिँ आइफोनको 15 को जुम हो हल्का ब्राइटनेस गरौँ यति देखिन्छ साम्बाको गाउँ यतै हो साम्बा पढेको स्कुल भन्थे यहाँ तल है सर ठिक छ नि सबै ड्रोन मास्टर हो क्या तपाईँ पेट ड्रोन बोकेर हिँड्नु भएको ड्रोन स्टुडेन्ट पहिला ड्रोन बोक्न सिक्ने होइन त्यसपछि बिस्तारै यसलाई चलाइदियो हो त्यो अहिले बोक्न सिक्दै हुनुहुन्छ अहिले त यो कसरी ह्यान्डल गर्ने बोक्ने अति दिनुभयो बोक्न सिक्दै हुनुहुन्छ भने चाहिँ ड्रोन ल यहाँ चाहिँ स्वास्थ्य चौकीमा हाम्रो काम सक्यो आजको अब काठमाडौँतिरको यात्रा सुरु घुम्नु त नयाँ ठाउँ देख्यो त्यही घुम्नु त के घुम्नु र होइन नयाँ ठाउँ नयाँ परिवेश कल्चर होइन सर घुमे जस्तै हो है के काम भन्नु त घुमे जस्तै हो केरा कत्रो केरा पनि मिठो भेरी नाइस किसान केन्द्र शीतल भएर एकछिन पनि पानी पऱ्यो टाउको दुख्छ यार घामले सेट यस्तो घाम चर्को छ कि पुरै नभए माथिबाट हिँडेको 45 मिनट जति भयो हिँडेको चाहिँ छिटै हिँड्यौँ हामी तर गर्मी यो चाहिँ भुलभुले सहर साम्बा चोक गोल साम्बा गोल नाइस सिम्पानीबाट आएको अब साम्बा चोकबाट अघि लाग्यौँ बेसी सहरतिर अब काठमाडौँ फर्किन्छ पानी पर्न लाग्यो ठ्याक्कै